ल भर्खर झरेको हेल्प रे। म डाक्टर होइन है, मलाई त्यस्तो उपचार गर्न आउँदैन। बरु मलाई बदला लिन चाहिँ मजाले आउँछ। तिम्रो हतियारले म माथिबाट तल मारेर पठाइदिन्छु। त्यसको मासुको बिरयानी बनाउँदै गर, म आइहालेँ है त। मान्छे भनेको सिधा साधा हुनुपर्छ। न यसले कसैले के गरेछ, न यसलाई कसैले के गरेछ। खोइ आवाज कहाँबाट आउँदैछ? खोइ 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 त। अरे भाइ लुक्या हो कि क्याम्प देख्यो? खोइ हाले जिगल दिन्छ। बाउलाई थियो पनि मेरो किमा निडल बनाउँछु म। हेर न मलाई चाहिँ फेरि यार कस्तो नक ड्यामेज खुवाउँछ यार। त भित्र गएर बच्लस भनेको होला। साला तँलाई अर्कोको हातबाट मौका दिन्छु। अरे रिभाइभ गर्दै पुरै असल मरिहाल्यो नि यार। चिटियामा असल थुक्कर। त तल आऊ त तेरो बिरयानी बनाउँछु म। आगो फुक्दै गर्छु भाइ, छिटो आइज। रिभेन्ज कसरी लिन्छु तेरो दाजुले। फाइटिङको साउन्ड त आउँदैछ कहाँबाट? साले त त्यहाँ लनक। छिटो एकै छिटो, तेरो अझ 0 किल। खोइ त मासले कहाँ लुक्छ मासु। मरेपछि अगाडि आउनु नि, नक भएपछि। अच्छा उसको कारणले उसको टिममेट मार्छ। अब मैले मलाई मार्न भने सक्दैन, अब मैले मार्छ त होला नि। खोइ 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 माथि आउन ज्योतिया यार त्यसरी घुमेर बस्छ मासुन। त्यो सक्दैन भने बरु भाग होइन। खोइ साला त्यो किल नै नदिने भयो यो मासुले। घुमेर घुमेर तै कुद्नु पर्ला जस्तो छ। खोइ के अड्केको मेरो साथी आएछ, मलाई कभर दिनलाई आएछ केटो। अरे भाइ मासुले यस्तै धेरै नचाहे यार। यति घुमेको छ, अब गएर उडाउ के। अब धन्नैले साला बच्छस् यस्तो नुब्डेले मलाई मार्ने। त सुत्न आएको भाइ यहाँ साले घुँडा टेक्यो यो चुतियाले पनि। जताततैबाट मलाई हेर्ने जस्तो घेरा लाए पनि सक्दैनस्।